राम नारायण राम। यस कुरामा कुनै शंका छैन कि जुन मानव निर्मित संविधान हाम्रो देशमा संसारमा बनाइएको छ त्यो परिवर्तन हुनुपर्छ। पुनः नयाँ संविधान बनाइनुपर्छ। पृथ्वीमा यस्तो संविधान बन्नुपर्छ जहाँ सबै मिलेर बस्न सकुन्, जहाँ सबै धर्म जातका मानिसहरू समान हुन्, कुनै जातपात वा उच नीच नहोस्। हामी प्रकृतिबाट यी सबै कुरा किन सिक्दैनौँ? प्रकृति जस्तै संविधान किन लागू गरिँदैन? जस्तै दिन रात हुन्छ, सूर्य चन्द्रमा ताराहरूको नियम छ, यी सबै किन लागू हुँदैनन्? सबै आफ्ना आफ्ना समस्याहरू लिएर रुन्छन्, तर समाधान त हाम्रैसँग छ। फेरि किन त्यसलाई लागू गर्दैनन् मानिसहरू? सबैलाई थाहा छ कि विनाशको कारण के हो। सबै पढे लेखेका छन्, बुद्धिमान छन्, शिक्षित छन्। लाखौं वर्ष अघि केहीले कतै कसैसँग निजी सम्पत्ति भन्ने कुरा थिएन। निजी सम्पत्ति तब आयो जब मानिसको सोच मस्तिष्क चिन्तन बढ्यो। समस्याहरूको समाधान खोज्न सबैले आकाशतिर हेर्नुपर्छ कि आकाशमा के भइरहेको छ। त्यहाँ पनि संविधान छ, त्यहाँ नियमहरू देखिन्छन्, त्यो कुरा गर्छ। यी सबै काम र कुराहरू हाम्रो विवेकको माध्यमबाट नै हुन्छन्। यी कुराहरू हामीले सुन्नुपर्छ, बुझ्नुपर्छ र यसलाई पृथ्वीमा लागू गर्नुपर्छ। प्रकृतिमा रहेको प्रणालीलाई विश्वभरका सबै मानिसहरू मिलेर बसेर सोचेर चिन्तन गरेर समाधान गर्नुपर्छ, जसले गर्दा सबैका लागि राम्रो प्राकृतिक संविधान बनाउन सकियोस्। प्रकृतिमा कुनै निजी सम्पत्ति छैन। आजको संविधान राजनीतिक दलहरू सबै मान निर्मित हुन्। मान निर्मित हरेक चिजलाई पृथ्वीबाट हटाउनु पर्छ। म आज पनि सबैलाई साथ लिएर अगाडि बढ्छु, सबैसँग मिलेर मेहनत गरेर कमाउँछु। केहीले कसैबाट पैसा लिएको छैन। मेरो एउटा समूह छ जहाँ हामी सबै मिलेर मेहनत गरेर पेट पाल्छौँ। यसै गरी सबैले मिलेर एउटै आवाज उठाउनु पर्छ। जो हाम्रो जन्मसिद्ध अधिकार हो त्यो हामीलाई दिनुपर्छ। धर्म र जातको सीमाभन्दा बाहिर गएर हाम्रा महागुरुले सधैँ सबैलाई यही सिकाउनु भयो कि पृथ्वीमा भएका सबै मानिसहरू समान छन्। सबै आकाश पृथ्वी प्रकृतिका सन्तान हुन्। यही सोच लिएर उहाँले सन्तान दलको स्थापना गर्नुभयो, जहाँ सबैलाई समान मानिन्छ, कुनै भेदभाव हुँदैन। महागुरु भन्नुहुन्छ कि प्रकृति नै सबै थोक हो। आज हाम्रासँग जे छ त्यो सबै आकाश प्रकृति यही सबैका कारण छ। मानिसको आफ्नै कुनै अस्तित्व छैन। के तपाईँले केहीले सोध्नु भएको छ कि सूर्यको धर्म के हो? चन्द्रमाको धर्म के हो? हावाको धर्म के हो? आकाशको कुनै ब्याङ्कमा खाता छ? के सूर्य, चन्द्रमा, हावा, पानी आफ्नो इच्छा अनुसार चल्न सक्छन्? सक्दैनन्। फेरि मानिसहरूले तिनीहरूबाट यी कुराहरू किन सिक्दैनन्? आकाशको धर्म किन अपनाउँदैनन्? आखिर मानिस कहिले जागरुक हुनेछ? नभुल्नुहोस्, प्रकृतिको आफ्नै विद्यालय छ जहाँ सबै उत्तीर्ण हुँदैनन्। प्रकृतिको जो अवधारणा छ हामीले त्यसलाई बुझ्नुपर्छ। प्रकृतिले हामीलाई प्रशस्त बैठक दिएको छ, तर हामी आफै आफ्ना दुश्मन भएका छौँ। के कसैले आफूलाई पुज्छ? सबै मूर्तिहरू पुज्छन्, नमाज पढ्छन्, मस्जिद जान्छन्, मानव निर्मित धर्मग्रन्थहरू पढ्छन्, पुज्छन्। तर आकाश, प्रकृति यी सबैभन्दा ठुला धर्मग्रन्थ हुन्। यिनलाई पूजा गर, यिनलाई स्वीकार गर। यही हाम्रो वास्तविक पूजा भक्ति धर्मग्रन्थ हो। किन हामी यी कुराहरू मान्दैनौँ? यही हाम्रो गुरुजीको अवधारणा हो, सन्तान दलको अवधारणा हो। हाम्रा महागुरुद्वारा प्रदान गरिएको बीज मन्त्र राम नारायण रामको जप गरौँ। यसले सबैलाई ऊर्जा दिन्छ, शक्ति दिन्छ, तपाईँको जीवनलाई राम्रो बनाउँछ। सबै समस्याहरूको समाधान आफै पाइन्छ। बस राम नारायण राम सँगै जोडिएको रहनुहोस्।